Nawaz Ansari is one of the prominent and most consistent rapper of Nepali. ओजक्स एडिटर को रे सिसान बानिया आज एउटा यस्तो गीत रियाक्ट गर्दैछु मैले जसमा चाहिँ रुबिक क्युब त्यो मलाई थाहा छैन त्यो पजल जस्तो सेसरी मिलाउने कलर हो त्यो छ त्यसमा के छ भने स्टार्टिङमा उसले मिलाउन सुरु गर्छ अनि र्याप पनि सकिन्छ त्यो पनि ठ्याक्कै कम्प्लिट हुन्छ सब कलरहरू डक 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 यस सर की ब्याक अगेन टु रियाक्ट अगेन हैन आज मैले आफ्नै कन्टेन्ट रियाक्ट गर्दैछु के भन्दा ओजी टक्सको लेटेस्ट हैन अनि यसमा चाहिँ मैले के कुरा गर्नु नि मन थियो अनि मैले आजसम्म गरे पनि थिएन अनि सबैको हेर्दै मात्र दाइ करण दाइको आर्थिकको हेरेर आउँथेँ आज चाहिँ मैले गर्दिउँ न अनि केही कुरा पनि गरौँ मलाई केही आइडियाहरू लिनु छ मलाई तिमीहरूसँग जसले हेरिरहेको छ मैले केही क्वेसनहरू गर्नेवाला छु बिचबिचमा होइन अनि अर्को कुरा आज ऱ्याप पनि रियाक्ट हुन्छ फेरि त्यस्तो होइन आज ऱ्याप रियाक्ट हुन्छ तर त्यसमा एउटा बेजार ट्विस्ट छ के छ भन्दा चाहिँ आज एउटा यस्तो गीत रियाक्ट गर्दैछु मैले जसमा चाहिँ रुबिक क्युब त्यो मलाई थाहा छैन त्यो पजल जस्तो सेसरी मिलाउने कलर हो त्यो छ त्यसमा के छ भने स्टार्टिङमा उसले मिलाउन सुरु गर्छ अनि ऱ्याप पनि सकिन्छ त्यो पनि ठ्याक्कै कम्प्लिट हुन्छ सब कलरहरू डक 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 मिल्छ त्यो मैले यो ओजी टक्सको भिडियो भएपछि त्यो गर्ने भएको छ लास्टमा हेरेर क्रेजी हुनेवाला छ आजको भिडियो होइन मेरो नाम म बस्छु मेरो नाम बुटोल ल वाद मेरो नाम बुटोल रे म बस्छु बुटोलमा दिस इज ओजी रेकर्ड्स लेसको म अलिक राति गएर आएको थियो लटपटेको 12 बजे ठ्याक्कै 12 बजे मतलब ठ्याक्कै त नै म देखाउँछु यहाँ हेर त 57 3 मिनट भइहाल्छ नि धेरै जस्तो ऱ्यापरको स्टेज नेम र रियल नेम छुट्टै हुन्छ हिपहप फिल्डमा चाहिँ धेरै जसोले आफ्नो आर्ट नेम छुट्टै राखेको हुन्छन् बट सम आर्टिस्ट गट निकनेम फ्रम देयर अन अडियन्स अन द बेसिस अफ देयर पर्सनालिटी अर देयर म्युजिक र आज हामी कुरा गर्दैछौँ फ्यानहरूले ऱ्यापरहरूले दिएको केही निकनेमहरूको बारेमा र यस्तो केही निकनेमहरूको बारेमा जुन ऱ्यापरहरूले आफूले दिएको र फ्यानहरूले पनि एक्सेप्ट गरेको अर्को भेजा कुरा अब यो नोटिस नगर्ने कुरा मलाई आफूलाई जस्तो यो जुन दिन भिडियो चलेको थियो नि यो भिटेन र यङ लामाको त्यही दिन नै एडिट गरेर त्यही दिन नै झार्दा के मतलब केही कम्प्लिट थियो केही बाँकी थियो त्यसमा त क्लिप हाल्दै जाने फ्लेक्स हानलाई निकनेमहरूको बारेमा जुन ऱ्यापरहरूले आफूले दिएको र फ्यानहरूले पनि एक्सेप्ट गरेको ओके लोकल नेपपको वान अफ द ओल्डेस्ट एन्ड कम्प्लिट ऱ्यापर प्रोफेसर ट्रिक्स जसले आफ्नो नाम चाहिँ चेन्ज गरी भनिरहेको हुन्छन् यो प्रोफेसर र गीतमा पनि फरक नाम लेखिरहेको हुन्छन् कहिले ट्रिक्स मात्र कहिले प्रोफेसर ट्रिक्स र कहिले प्रोफेसर मात्र तर बिसाइड्स उनको स्टेज नेम उनलाई लोकल भन्दा पनि फ्यानहरूले चिन्छन् यो हुनुको रिजन चाहिँ उसको गीतमा र लाइफस्टाइलमा चाहिँ मजाले लोकल पनि झर्किरहेको उसले भन्दा विशाल पनि कतै भन्दो रहेछ विशाल पनि अझै एउटा चिन्छन् यो हुनुको रिजन चाहिँ उसको गीतमा र लाइफस्टाइलमा चाहिँ मजाले लोकल पनि झर्किरहेको हुन्छ र उनको लोकल भन्ने गीत पनि छ र उनलाई यो नाम मनपर्छ जस्तो पनि देखिन्छ र त्यसैले यसपछि लोकल ऱ्याम जस्तो ऱ्याप ब्याटल लिग आयो जसको नाममै लोकल थियो र जुन लिगमा ट्रिक्स पनि थिए या उनले नै यो लिग सुरु गरेको थिए या यो नाम राख्नमा उनको हात छ र प्रोफेसर ट्रिक्सलाई कम्प्लिट ऱ्यापर पनि भनेर हुन्छन् किनभने उनले हिपहपको धेरै एलिमेन्ट गर्छन् जसमा ऱ्यापिङ बिट बक्सिङ र ब्रेक डान्सिङ पर्छ Somebody give this motherfucker a hand clap cuz he can beatbox b-boy and rap यो कुरा चाहिँ म ठ्याक्क भने यसमा यो योद्धाले पनि भनेको छ क्या त मैले क्लिप खोजे भेटाएन योद्धाले पनि लाइभमा भनेको कुरा छ क्लिप होइन जसमा चाहिँ ट्रिक्स हो कि हिपहप त उसले त सबै कति धेरै एलिमेन्ट्सहरू गर्छ भनेर यसरी भने क्लिप थियो कि मैले हरेक खोजे त भेटाएन यार तर गर्दा ऱ्याप ब्याटल खेल्यो नि तब चाहिँ मलाई ऱ्याप मेरो गरेर ऱ्यापमा चाहिँ होइन हिपहप चाहिँ रहेछ है म भनेर फिल भयो क्या बिट बक्स गर्ने बेला पनि त्यति साह्रो हिपहप थाहा थिएन क्या बिबोय गर्ने बेला पनि त्यति साह्रो हिपहप थाहा थिएन क्या जब ऱ्याप गऱ्यो नि मलाई थाहा भयो क्या ए म चाहिँ हिपहप भइसकेछ है He is doing music for more than decades. Kudos to him. Nawaz Ansari is one of the prominent and most consistent rapper of Nepali hip-hop. र नवाज अन्सारीको स्टेज नेम चाहिँ उनको रियल नेमबाटै छ र उनले फ्यान्सहरूले गेन्जी पनि भनेर हुन्छन् र यसको सुरुवात चाहिँ नवाजको गेन्जी भन्ने गीतबाट सुरु भएको हो र जसमा उनले आफैलाई गेन्जी भनेका थिए र त्यसपछिको धेरै गीतमा पनि उनले आफूले गेन्जी भनेर पनि भनेर हुन्थे र उनमा पनि गेन्जी जस्तो नेभर गिभ अप एटिट्युड चाहिँ देखिन्थ्यो त्यसैले फ्यान्सहरूले पनि गेन्जी भनेर भन्न लागे र जेम्सीसँगको कन्ट्रोभर्सीमा पनि उनलाई जेम्सले डल्ले गेन्जी भनेर भनेका थिए द्याट्स हाउ दिस नेम बिकेम हिज आइडेन्टिटी यस्तो भन्न खोजेँ कि जेम्सले पनि त्यो नाम एक्सेप्ट गरे किसिमले जेम्सले पनि
गेन्जी नाम एक्सेप्ट गरेर उसले मतलब डल्ले भनेर त हल्का होचोलाई उसलाई भन्नु खोज्यो तर गेन्जी चाहिँ भन्यो नि भन्न खोज्यो खासमा अरू के छ तिम्रो आइडिया चाहिँ दिइराख है मलाई यसको हाम्रो पार्ट 2 पनि गर्ने प्लानमा छ लास्ट बनाउँ भनेर भनेका थिए द्याट्स हाउ दिस नेम बिकेम हिज आइडेन्टिटी युनिक पोएट दाइलाई नेपालको पायोनियर भन्दा पनि हुन्छ इज अल्सो भेरी गुड ब्याटल ऱ्यापर र उनको निकनेम ब्ल्याक डायमन्ड अफ नेपाली हिपहप हुनुमा चाहिँ हामी सबभन्दा पहिला उनको ब्याटल टाइममा जानुपर्छ जति बेला युनिक पोएट दाइलाई चाहिँ काले भनेर अति नै ह्युमिलिएट गर्थे त्यही कुराको कमब्याकमा युनिक पोएट दाइले धेरै बटलहरू दिइराख्नुहुन्थ्यो र आफ्नो कालो रङबारे प्राउडली कुरा गर्नुहुन्थ्यो हाम्रो मुख देखिएन आज राति छिटै भयो अँध्यारो साह्रो यो ब्याटल पछि सबले भन्छ यिनीहरू दुईजनाले कसले मार्यो र पछि दाइले बिस्तारै आफ्नो यस्तो कालोलाई कमब्याक गरेको त कति धेरै क्लिप छ तिम्रो ब्याटलमा कयो भने देख्छौ त दाइले कालो चाहिँ मलाई के कालो भन्छ यहाँ सुन भन्नेवाला यस्तो एटिट्युड थियो क्या बुढाको बलिएदेखि सही हो सबले भन्छ यिनीहरू दुईजनाले कसले मार्यो र पछि दाइले बिस्तारै आफ्नो गीतहरूमा पनि आफ्नो कालो रङबारे प्राउडली कुरा गर्न थाल्नुभयो कालो मुख कालो सोच कालो मन संसार कालो म त्यो भन्दा नि कालो छन् कालो रात कालो आकाश बादलको नि कालो रङ दुखी छस् भने मुजी तनी कालो र बालेन दाइले पनि ब्याटलमा युनिक पोएट दाइलाई हिरा भनेर भन्नुभएको थियो अन्डरडग्समा एउटा मात्र हिरा मेरो भाइ युनिक पोएट र डे बाई डे युनिक पोएट दाइको राम्रो गीत झर्दै गयो र ओभर टाइम फ्यान्स गिभ हिम अ निकनेम द्याट शाइन एज ब्राइट एज हिज आर्ट ब्ल्याक डायमन्ड इज अ नेम रिच विथ मिनिङ ब्ल्याक फर द कलर्स अफ हिज स्किन एन्ड डायमन्ड फर द क्ल्यारिटी अफ हिज क्राफ्ट यो कस्तो बवाल देखेछ नि कलर्स अफ हिज स्किन एन्ड डायमन्ड फर द क्ल्यारिटी अफ हिज यो चाहिँ थम्बनेल टाइप सिट क्राफ्ट sickest born in the town. Sakar is only a few names of Nepal who is still relevant in the scene since decades. Sakar को तीनटा डिफरेंट स्टेज नेम छ साकार चाहिँ स्टार्टिङमा उनले आफ्नै नामदेखि राखेको हुन् र दिस इज द फेमस वान टु र त्यसपछि उनको लाइभ कन्ट्रोभर्सी टाइम पछि लिल बुदन नाम राखेर अहिले उनले आफूलाई यङ लायन पनि भनिरा हुन्छन् साकार रवाजदेखि नै आफ्नो फ्लो र इङ्ग्लिस एक्सेन्टको लागि पपुलर थिए In the world of Nepal, some names are on the mic, others are gifted by the crowd. र साकारलाई फ्यानहरूले अहिले सिकेस्ट बाउन्ड इन द टाउन भनेर पनि चिन्छन् यो नामको सुरुवात हुन्छ उसको गीत किङ अफ नेपाल जसमा युनिक पोएट दाइ पनि फिचर हुनुहुन्छ जसमा एक ठाउँ साकारले आफूले सिकेस्ट भन्छन् र यसपछि साकारलाई फ्यानहरूले सिकेस्ट बाउन्ड भनेर कमेन्ट सेक्सन र सोसियल मिडियामा भन्न सुरु गर्छ बाउन्ड रिफर्स म सानी बुझिहालेको कि ए वाला छ एक चिजलाई एक चिज 1 minute guys. His caste and sickest means he's the rawest, the wildest, the illest among them. Not just in rap, but in confidence, boldness and originality. अहिले उनले यो नाम इम्प्रेस गर्छ. Okay. Superstar. Biten is the one of the few names in the Nepali pop whose journey has been a consistent rise. बिटेनको सुपरस्टार नाम हुनुमा चाहिँ उसको एल्बमको हात छ 2019 मा बिटेनले सुपरस्टार भन्ने एल्बम रिलिज गरे सपना मेरो बन्ने सुपरस्टार त्यसपछि यो होड उनको लाइफसँग जोडिन पुग्यो र उनको लाइफस्टाइल म्युजिक हेर्दा पनि ठ्याक्कै एउटा कुरा भन्नु लाग्छ मान्छेमा कन्फ्युजन नै भएर रहेछ यो निकनेम खास निकनेम पनि हो अनि यसलाई चाहिँ जस्तै केही एउटा ओड भनौँ या भनौँ ऱ्यापरसँग जुन कनेक्टेड छ अनि त्यो उसको करियरसँग कनेक्टेड छ भनौँ या त्यसरी नै भन्छन् उसलाई भन्ने हो क्या एक्ज्याक्टली निकनेम नै भन्दा पनि अब त्यस्तो एक्ज्याक्ट त्यसको ओडै छैन कसरी भन्ने कनेक्ट विथ ओड कनेक्ट विथ ऱ्यापर भन्दा चाहिँ अलिक टाइटल पनि फक्टअप देख्छ नि त नाम त्यसैले गरेर एउटा अमुल भाइ है जो बोलिरहेछ ऊ चाहिँ त्यो मक्खन फर्स्ट भिडियोदेखि नै उसले माल बोलिरहेछ क्रेजी सबैले मनपर्छ अब थ्याङ्क यू अल भन्छु म त होइन एकदम राम्रो रेस्पोन्स दिइरहेको थियो ओजी टकमा चाहिँ होइन मैले एक्सपेक्ट गरेको थिएन यस्तो मजा यस्तो राम्रो रेस्पोन्स आउँछ भने चाहिँ सबलाई माया छ होइन हाम्रो अरू टन्नै भिडियोहरू छ तिमीले फर्स्ट टाइम देखिरहेको छ भने चाहिँ गएर हेर होइन के लाग्छ तिम्रो कुन टपिकमा भिडियो बनाउँदा ठिक हुन्छ त पनि भनिदिइराख हामी कहिलेकाहीँ यस्तो के अरे ठ्याक्कै के कमेन्टबाट उठाएर हुन्छौँ क्या यो टपिक त सही हुन्छ भन्ने कुरा त्यो एउटा कमेन्ट म्याटर गर्छ भन्छु म चाहिँ कति भयो 4 मन्थ भयो रहेछ हाले अनि कति 13वटा भिडियो भइसकेछ यार है गाइज पत्तै नहुने सबलाई फेरि हालौँ
हुन्छन्। र कसैले भिटेन कस्तो लाग्छ भन्दा ऊ त सुपरस्टार हो नि जस्तो रिप्लाई नर्मल हुन लाग्यो। सुपरस्टार भिटेन जतिको त है खतरा लाग्छ मलाई। र उसलाई सुपरस्टार भन्न अडियन्स मात्र नभई र्यापरहरूले पनि भन्दा हुन्छन्। भिटेन त अब लाइक सुपरस्टार भन्ने हो क्या हैन, सुपरस्टारै भन्ने। The position he holds in hip hop that सालमा 10 चोट झुकिसके के मा कसम ठ्याक यो के रे नवाज आएको भिडियो छ नि जुनमा ठ्याक आवाज आउँछ के म एडिट गर्दा साइको खाएको त्यहाँ ब्रेक सेसनको भिडियोमै क्या ठ्याक 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 आवाज रहेछ। म चाहिँ यस्तो ढोका हेरेर कसैले हानेछ कि भन्छु 2-3 लट भर्खर फेरि झुक्यो बे मा कसम सुनाइ हो यो सुपरस्टारै भन्ने। The position he holds in hip hop that really resonates with the name superstar। अनि यसको पार्ट 2 बनाउने प्लानमा पनि छौं। यदि हजुरले यस्तै अरु र्यापरहरुको निकनेम थाहा छ भने कमेन्ट गर्नु होला। दिस इज त्यो म यो चाहिँ भनिराखेँ के रे म नेक्स्ट भिडियोको हिन्ट दिउँ त के बेला नेक्स्ट भिडियोको हिन्ट चाहिँ नेक्स्ट भिडियो चाहिँ हाम्रो भिटेन रिलेटेडै आउँदैछ डेडिकेटेड हैन। त्यो चाहिँ म भनिदिन सक्छु भिटेनको त बायोग्राफी टाइप होइन अर्कै छ के अलिक फरक पारेर गरिरहेको छ त्यो चाहिँ भनिदिन सक्छु। अर्को यसको पार्ट 2 को लागि चाहिँ तिमीलाई कोही ऱ्यापर प्लस यस्तै बुझ्यौ नि कन्टेन्ट जे थियो हो त्यसरी अरू कोही छुटेको ऱ्यापरहरूको तिमी छ भने चाहिँ यहाँ पनि कमेन्ट हान उता ओरिजिनल भिडियोमा गरे नि कमेन्ट हानिदिएर राख है। ओजिटाको अरू तिम्रो कुन कुन टाइटलमा भिडियो आओस् भन्ने फिल लागेको छ अनि यो चाहिँ आइदियो हुन्थ्यो भन्ने चाहिँ भइरहेको छ भने चाहिँ तँ पनि कमेन्ट गरिराख। हामी एकदम एक एक कमेन्ट हेरेर हो खासमा एक एक रिफ्रेस गरी मेनली ओजी टक्समा चाहिँ त्यसैले कमेन्ट चाहिँ गर भन्छु म लाइक गर सब्सक्राइब त भइहाल्छ तर कमेन्ट पनि गर किनभने हामी तिमीले चाहेको तिम्रो फेभरेट ऱ्यापरको रिलेटेड केही अलिक जे पातै हुनु भएन अहिले मैले भन्नु खोजेँ बुझेँ नि हो त्यो टाइपको केही आइडिया छ भने चाहिँ दिन सक्छु है। सपना मेरो भन्ने सुपरस्टार ओजक्सको एडिटर को रे सिसान बानिया। ओके हामी नेक्स्ट रेडी छ यहाँ कता यो होइन नेक्स्ट अब हामी यो चाहिँ इन्ट्रेस्टिङ के छ भन्दा फ्री स्टाइल विथ रुबिक क्युब मिस्टर बेखी क्योडाई रेकर्ड्सबाट आएको छ हेर्नु कस्तो के छ म एक्साइटेड छु यसको लागि। यो र यो ऱ्यापिङ कसरी चलाएको छ मलाई थाहा छैन आइडिया छैन हेर्दै हालौँ तिम्रो यहाँसम्म ठिकै छ भने अब हामी ऱ्यापमा जब हान्दैछौँ। सल्भ टाइटल सल्भ राख्नुपर्ने साँच्ची सही हुन्थ्यो उयो लास्टमा गरेर नि पुग्यो नगरेको त किन हाल्थ्यो होला होइन। यो क्योडाई भन्ने चाहिँ के हो नि नाम के मैले गलत प्रोनाउन्सिएसन गर्दा ओके त्यही सल्भ गर्ने हो के हो के मलाई नि बाँच्न दे मलाई नि हाँस्न दे मलाई नि बाँच्न दे मलाई नि हाँस्न दे मलाई नि बाँच्न दे मलाई नि हाँस्न दे। मेरो ध्यान भयो भिडियोमा खा तर प्रयास निरन्तर अघि बढ्न दे गाह्रो भयो मलाई समस्याको घडीमा बदलिन्छ समय एउटै देख्छु मेरो घडीमा गाह्रो छ यो बाटो गाह्रो हुन्छ यो लाइन चाहिँ नि के अरे गाह्रो भयो मलाई समस्या घडीमा यहाँ घडीकै कुरा छ घडी अनि घडी चल्दा घडी होइन अर्कै घडी र घडी अनि बलिन्छ रे समय एउटै देख्छु मेरो घडीमा यो अहिले पाइल चाहिँ यो वासको कुरामा आयो। नाइस सर नाइस। आमा बाउलाई मेरो घडीमा गाह्रो छ यो बाटो गाह्रो हुन्छ अड्डिन आमा बाउलाई सम्झिन्छु म कहिले पनि मर्दिन सुसाइड सबै समस्याको हल होइन आफ्नैले नै दिन्छ साथ सबै कुरा छल रहेछ आफै भित्र समस्या आफै भित्र हल रहेछ सबैभन्दा ठुलो साथ आफ्नै हातमा बल रहेछ आफैले नै बुझ्छ मनभित्रको पीडा पछाडिको गीत त कसको ट्रिपी हो साथ आफ्नै हातमा बल रहेछ आफैले नै बुझ्छ मनभित्रको पीडा माया बाँड्न सधैँ पाए किन मैले घिडा यिनै प्रश्न आउँछ प्राय एक्लै हिँड्दा थाकिसके आत्मसँग आफै भिड्दा देखाइदे हे भगवान म बीचमा भिडे बिर्सेँ यो कट सर्ट त बसेन नि झेल्ली त चलेर आएन दुनिया बाटो मुटु भरि छोडे छोड सबले दिने घात हो छाडिदिन्छ साथ जब पर्छ खाँचो बोलीको छ साथ त्यो त देखावटी दाँतो मलाई नि बाँच्न दे मलाई नि हाँस्न दे
मिल्न आँट्यो त जीवनको बाटो प्रयास निरन्तर अघि बढ्न दे मलाई नि हाँस्न दे मलाई नि बाँच्न दे गाह्रो छ जीवनको बाटो प्रयास निरन्तर अघि बढ्न दे How can you judge me जब you're near me सबैतिर शत्रु they even try to kill me आफ्नै मान्छे शत्रु कसरी म पिर्ने हिँड्यो किन यहाँसम्म जब you're near me जङ्गी पार आज आए यहाँसम्म जना पर्ने थिए आज खोज्छु मान्छे बन्न चिल लिएर हिँड्ने ताले युरो गर्न अघि बढ्छु आमा बाउको आशीर्वाद मसँग चिलर लिएर हिँड्ने थाल्यो युरो गर्न आई यस्तो लाइनहरू मलाई किन मनपर्छ भने यसमा फ्लेक्स पोइन्ट छ तर उसको स्ट्रगलिङको जर्नी भइन्छ सँगसँगै म जहिले भन्दा चाहिँ एउटा यस्तो लाइन मलाई कहाँबाट हिट आउन लाग्यो यस्तो लाइन पहिला लेख्थे थिएँ सडकमा लेख्थे थिएँ सडकमा लेख्थे प्लेनमै हो कि यस्तो के लान्छ क्या लाइनको यस्तो लाइन्सहरू मलाई अलिक मोटिभेट गर्छ क्या मलाई चाहिँ उसले नै भने कि चिल्लर लिएर हिँड्ने थाल्यो अहिले युरो गर्नमा त उसले चाहिँ कहाँदेखि कहाँ पुगेँ म भन्न खोजेको छ लिएर हिँड्ने ताले युरो गर्न अघि बढ्छु आमा बाउको आशीर्वाद मसँग मलाई नि बाँच्न दे यो भेनलाई है मलाई नि हाँस्न दे गाह्रो छ जीवनको बाटो प्रयास निरन्तर अघि बढ्न दे मलाई नि बाँच्न दे मलाई नि हाँस्न दे गाह्रो छ जीवनको बाटो प्रयास निरन्तर अघि बढ्न दे मिल्यो ओए Boygo song and me yeah and the puzzles it's all now ल यो लगले यो कसरी भयो बे तिमी प्र्याक्टिस गरेर अलिक भन्छ त बिगार्न पनि ठ्याक्क सही टाइममा बिगार्नु 3 मिनटमै सल्भ चाँडो सल्भ हुनु नि भएन म्यान वाट द हेल ल के आउँछ भने मान्छे म त भेजा हुन्छ एउटा कमेन्ट रहेछ त के गरेर जाउ कमेन्ट अलि जाओस् केटाहरू है यसले चाहियो यार गीत पनि राम्रो छ म त त्यो गऱ्यो भने मात्र होइन मलाई राम्रो छ ओभरअल भाइ मन परेछ अनि तिम्रो बिचबिचमा त्यो फ्लो स्विचहरू चाहिँ अड्केर गएको छ नि त्यो भाइहरू मनपर्छ स्याड गीत छ तर उसले क्या इन्ट्रेस्टिङ बनाइदियो भिडियोले गर्दा चाहिँ ओके नाइस वान भन्छु म बिट पनि राम्रो थियो सायद कसको पछाडि स्याम्पलिङ चलेको थियो कि त कसैको इन्स्ट्रुमेन्टल हो त्यो चाहिँ मलाई आइडिया भएन अनि अर्कोले यो के हो त भने के हो त भनिदियो मलाई आइडिया छैन यति हार आज धेरै भिडियो लम्बा भयो मैले 2टा भिडियो यसैमा एउटैमा हाल्दै हैन त्यसैले गर्दा यहाँ के देखेर भयो ओके छोड्यो ओके पीस आउट क्योदा फ्रीस्टाइल विथ क्यूब रुबिक क्यूब मिस्टर बेकी पीस आउट